ओए कत्रो पानी हान्दो रहेछ यार बब्बाल दामी मजा आउँदो रहेछ यार गाइजहरू आउ हेलो हेलो गाइस गुड मर्निङ। आज चाहिँ हामी यहाँबाट फुङफुङ झर्न जानु लाग्यो होइन। साथीहरू चाहिँ अब क्याफेमा कुदिरहेको छ अरे मालेश्वरमा। मालेश्वर पुगेपछि चाहिँ त्यहाँबाट टक्क अब छुट्टिन्छौँ हामी ल दाइ अब हामी चाहिँ यहाँबाट निस्किन लाग्यौँ केटा हो यहाँ घुम्नको लागि। साथीको क्याफेबाट ल है ल त गाइस ल। आजको राइड पनि एकदम बवाल रमाइलो सेफ राइड गर्नुपर्छ है त गाइस ल। ओके छ त ल ल भाइ चलिदिएको ल हामी चाहिँ ल साथी अब हिँड्नुपर्छ ल यहाँ हेर्न सक्नुहुन्छ हाम्रो हन्टरहरू रेडी फर राइड ल गाइस सी यु है बगान पनि आउन सक्नुहुन्छ ल गाइस हामी चाहिँ अब यहाँबाट चल्नु लाग्यो होइन कुनबाट जाने हो उसको लोकेसन कहाँ हो घरभर घुमाइरहेछ त यार भाइ घरभर घुमाइरहेछ त अनि त्यहीबाट आउनु सक्ने हो ल गाइजहरू हाम्रो साथी पनि आइपुग्यो अर्को एउटा नि अब चाहिँ हामी जान्छौँ नेक्स्ट वे टु राइट यो चाहिँ हल्का चार्जिङ पनि हाल्नु पऱ्यो यार यार भएन काम गरेन नि क्या हो कसैले कामै गरेन यार चार्जिङले काम गर्छ भनेको चार्जिङ कामै गरेन यार केटाहरू चाहिँ गइसक्यो म पनि गएँ अब ल गाइजहरू हामी चाहिँ चल्दिएको हामी चाहिँ जाँदैछौँ कहाँनिर भनेदेखि कहाँनिर फुङफुङ झर्ना जाँदैछौँ एउटा साथीले अलिक पुऱ्यायो एकछिन जति होइन लेट्स गो गाइजहरू फेरि कहाँ पुग्यो केटाहरू यार फेरि केटाहरू पछाडि छोड्यो पनि कहाँ हराइदिन्छ अगाडि छोड्यो नि कहाँ गइदिन्छ अगाडि रहेछ कसरी बुझाउने भन्छन् है मैच्याङले रुदै दरर नौदारा पारी छ कंपनी शहर हाँ गाइजहरू बहुत मजा आ रहा है राइड करने के लिए हाँ बहुत मजा आ रहा है गाइज होइन आज त हामी 5 जना राइड हान्दैछौँ है गाइजहरू फुल एडभेन्चर मुड ल केटाहरू हेर्न सक्नुहुन्छ होइन 5 जना छौँ आज चाहिँ हामी होइन यस्तै हो हल्का राइडहरू हानिन्छ यस्तै छ तिम्रो त्यो मुस्कानले के गर पुरै हाम्रो राइड चाहिँ हल्का डिसिप्लिन नै हुन्छ अरे क्या होइन अलिकति नजर तिम्रो लुकाएर आऊ जस्तो रालो के छ झुकाएर आऊ कस्तो दामी के यार राइड हान्नलाई बब्बाल के उयो घाम पनि लागिरहेको छैन होइन गर्मी पनि भइरहेको छैन कुल भइरहेको छ कुल हल्का चिसो हाम्रो दाइ फेरि यस्तो इन्भाइरोमेन्ट चेक हान्दै हुनुहुन्छ हल्का होइन लडेको छ पानी पर्दा जस्तो छ त यार सिमसिम भइरहेछ त के हो
त्यस्तै छ है गाइजहरू हल्का हाम्रो यस्तो यस्तो रमाइलो भिडियो हेर्नको लागि तपाईँले हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरेर हामीलाई फेसबुक मार्फत पनि जोडिन चाहनुहुन्छ भने जोडिन सक्नुहुन्छ धन्यवाद हल्का सिक्दैछ नि त फेरि भकिङ हान्नु पनि होइन के गर्नु केटाहरू पुरै छ त ओ नाइस नाइस है सुड्डो छ त सुड्डोले चलाइरहेछ त लेट्स गो गाइजहरू ओभरटेक त हान्नै पर्ने हुन्छ ओभरटेक त हान्नै पर्ने हुन्छ केटा हो केटाहरूले फेरि ब्लाइन्ड हानिदिन्छ म्यास ल हल्का काली काली कातिल नजरे ऐसे ना भिखाओ तुम खोया खोया रहता हूँ तेरी आंखों में जैसे टाना ना 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 गजलुती ठुला ठुला आँखा जान भो ओए टिफर आएर टिफर टिफर गाइजहरू टिफरमा टिफरले त मार्छ त हौ मैले यार 2-4 गीत कन्ठ गरेको थिएँ यार गाउनको लागि होइन बिर्सेँ फेरि यस्तो यार यस्तो नबिर्सिउँ न होइन बिर्सिहालिदिने वाह के हो यो मा कसम बब्बाल छ त यार ओ यस्तो दामी छ सिन ओ माई गॉड लुक एट दिस म्यान लुक एट दिस बब्बाल 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 भइरहेछ है राइट चाहिँ फेरि ए तर टिफरहरू धेरै हिँड्दो रहेछ यार गाइजहरू यो बाटोमा हल्का सेफ राइड हानौँ है ल गाइजहरू ओ माई गॉड टिफर्स मायाले बोलायो मलाई मायाले बोलायो दाइ फेरि पुरै फिल्डमा केटाहरू सब फिल्डमा भइसक्यो केटाहरू फेरि जङ्गियो फेरि होइन बब्बाल मजा आइरहेछ है गाइजहरू राइड हान्न चाहिँ होइन त्यस्तो बब्बाल मजा आइरहेछ कि केटाहरू नाइस नाइस वाला फिल भइरहेछ के बुझेनौ रोड पनि यहाँ त बब्बाल रहेछ क्या यहाँको चाहिँ हल्का होइन अनि यो पनि हुस्सु लागेर होइन पुरै भ्यू देखेको छैन त्यो चाहिँ अलिकति दुःख लाग्दो कुरा हो तर पनि हामीलाई यस्तै राइड हान्न मजा आउँछ किनभने गर्मी छैन चिल्याक्स छ बाटो पनि होइन हल्का होइन त्यस्तै हो हल्का राइट इन्जोइङ राइड गाइजहरू इन्जोइङ राइड्स होइन बबाल छ नि होइन त गाइज ओ वाउ नाइस वा यो घर भट्काउँदैछ जस्तो भट्काउँदै बनाउँदै गर्दा हे ल गाइजहरू हामी चाहिँ अर्कै जिल्ला प्रस्थान गर्यौँ धन्यवाद धन्यवाद अब हामी जाने ठाउँ भनेको नुवाकोटै हो झर्नाहरू चाहिँ बाटो बाटोमै भेटिने रहेछ के हो दामी नाइस वान वा दामी छ त हौ दामी छ त यहाँ लुक एट द भ्युज गाइज ल केटा बाटो बाटोमै छ त केटा हो झर्ना त नि ल ल ल हामी फोटो खिच्छौँ ल एकछिन ल गाइजहरू हाम्रो बिस्टहरू चाहिँ यहाँ छ होइन हामी एकछिन टक्क बसेर अब जानु लाग्यो टक्क ल म चाहिँ केटाहरूको भिडियो बनाइदिनु लाग्यो है यस्तो बब्बाल छ पोजतिर हल्का टक्क आउँछ केटाहरू सर यस्तो बब्बाल आइरहेछ केटाहरू आउँदैछ है दामी 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 ल
अब हामी चाहिँ कुन ठाउँ आइपुग्यौँ रानी पौवा भन्ने ठाउँ आइपुग्यौँ अब यहाँबाट तल जाने रहेछ केटा हो नझुकिने होला यहाँबाट तल हो होइन ल इन्जोय द भ्यू गाइजहरू भन्न नमिल्ने भ्यूै छैन यस्तो मेरो अझै पनि गरेर छ यार साउन्ड जाने बाटो चाहिँ योबाट हो जाँदैछौँ है त ल गाइजहरू हामी चाहिँ पुग्नै लाग्यो 4 किलोमिटर छ अरे अझ अब त्यहाँदेखि होइन रोडहरू चाहिँ यहाँसम्म चाहिँ ठिकै छ त्यस्तो अफरोड सफरोड केही पनि छैन होइन अब डेस्टिनेसनमा पुगेपछि चाहिँ के हुन्छ थाहा छैन गाइजहरू लगेर अफरोड सुरु भयो अफरोड सुरु भयो यहाँदेखि केटा हो होइन अब अफरोड आएपछि त बबालै हो केटाहरूले कुदाउने त फेरि तर यहाँ त हिँडेर जाँदो रहेछ नि त अनि मान्छेहरू ओ माई गड लुक एट द भ्यू मान्छेहरूकै फेरि हल्का यस्तै छ नि त फेरि भन्दा प्यारो लाग्छ मेरो देश कता कता झल्किन्छ मेरो ला 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 वाह वाह रे बाबा वाह फेरि हाइवे नै रहेछ त झर्नासँगै पिच हो कि क्या हो गाइजहरू तर कस्तो झर्ना नर्मली माथि हाइटमा हुनुपर्ने होइन हामी चाहिँ ओर्लिरहेको छौँ त गाइज के हो यस्तै हो र कि कस्तो हो वी आर गोइङ टु फुङफुङ झर्ना मान्छेहरू त टन्नै आउँदो रहेछ यार होइन नाइस है नाइस गाइजहरू प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता मेरो हल्का क्या च्याट 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 गरेर छ यार ला 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 दामी छ है दामी रोड त्यस्तो हल्का गाह्रो नि छैन रहेछ हल्का नर्मल बाइक पनि आउन सकिन्छ होइन चिल्याक्स तर सब यार के सिन चाहिँ केही देखिरहेको छैन यार सबै पुरै पुरै उ छ यार उस्तुले कस्तो बनाइदिएछ कि गाइजहरू के गरायो तिम्रो रोक त जाऊ 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 मलाई एडभेन्चर पो हो त यार बब्बाल बब्बाल गाइजहरू ल नाइस है नाइस त्यो चाहिँ हुनै पर्ने हुन्छ मेरो नि प्राणभन्दा धन्यवाद धन्यवाद ओइ 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 आमामा कत्रो नाचेको यार एबिएस अफ गर्न बिर्सेछु नि त फेरि बानी खराब छ मेरो फेरि एबिएस अफ गर्न बिर्सिन्छु अनि
एडभेन्चर ट्रायल यही हो र झर्ना आइपुग्यौँ कि क्या हो गाइजहरू यही हो केटा हौ उतै लाने हो यही हो होइन अगाडि लाने हो उतै लगाउनु उतै टापुमा यही हो होइन त ल गाइजहरू हामी चाहिँ यहाँ फुङफुङ झर्ना भनेर यहाँ रोकेको यो होइन रहेछ योभन्दा अगाडि रहेछ होइन ल अगाडि गएर टक्क गरौँ लास यार ल गाइज हामी चाहिँ अब यहाँबाट निस्केको होइन फुङफुङ झर्ना अलि अगाडि नै छ अरे त्यही भएर टक्क अगाडि गएर उ गर्छौँ ल ल म चाहिँ फुङफुङ झर्ना त्यही हो भनेर सोचिरहेको लास्टमा होइन पो रहेछ ठिकै छ मजा आयो त्यहाँ पनि ला 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 फुङफुङ झर्ना नामै फुङफुङ छ केटा हो के कस्तो छ झर्ना चाहिँ थाहा भएन We just crossed one. यता जस्तो लाग्यो मलाई ल गाइजहरू कन्फ्युज भयो भाइ गर्दै यताबाट गएको छ ल ल यहाँबाट चाहिँ गाइजहरू तल अरे है फुङफुङ झर्ना रोडको कन्डिसन हेर्न सक्नु अलि अगाडि गरिदिनु त धन्यवाद हामी त उतैसम्म जाने भन्छ केटाहरू फेरि जङ्गी छ भनेको त म स्कुटर अगाडि छ त केटा हो स्कुटर त गाह्रो हुन्छ होला नि ब्रदर केटाहरू त जङ्की हो नि माया कसम यस्तो बाटो त फेरि फर्किँदा चाहिँ बिहान बज्छ कि लुटी बाटो चाहिँ बब्बाल रहेछ केटा हो होइन ठिक छ त त्यो त हो ऊ होला हौ झर्ना चाहिँ कता हो ल गाइजहरु यताबाट जाने हो र यो बाटो चाहिँ होमस्टेको लागि
चढ्यौँ होइन यस्तो साह्रो हार्ड पनि छैन छन त लगाइजहरू बाटो चाहिँ यहाँसम्म मात्र रहेछ यार यही बाटो हो जाँदैन बाइक लिएर दामी क्या हो नत्र फेरि म त हालिदिइहाल्छु नि फेरि यता हो र झर्ना हजुर उताबाट हो ए ल धन्यवाद ल गाइजहरू बाटो चाहिँ यहाँसम्म मात्र हो होइन यहाँदेखि चाहिँ हिँड्नुपर्छ अरे होइन ल हिँडेर भयो भने मजाले लिदिउँ न त खोइ मेरो लागि ठाउँ राख्नु पर्दैन ल गाइजहरू यही समय यहाँनिर खाना अर्डर गरेर तल जान्छौँ ल दाइ ल अब ठ्याक्कै हामी होटलमा आइसक्यौँ खानाको अर्डर दिएर अब हामी झर्नामा नुहाउन जाँदैछौँ ओके बाई बाई सी यू चेस गाइजहरू होइन चेस गाइजहरू होइन म चाहिँ एक्सट्रिम लगाएर हल्का इनर्जी आइरहेको थिएन उता चाहिँ हाम्रो बिस्टहरू छ है हन्टरहरू हो फेरि यिनीहरू चाहिँ होइन हेर्न सक्नुहुन्छ हाउ वाज राइट It's adventurous. र ल नाइस नाइस लगाइ हामी चाहिँ अब झर्नामा तल गएर नुहाउँछौँ अनि फोटो सोटो खिचौँला है गाइजहरू मान्छे चाहिँ टन्नै हुने रहेछ होइन त्यो अघि जाऊँ भनेको कि मैले यहाँबाट हिँडेर जानुपर्ने हुन्छ तलसम्म तल पो रहेछ यार झर्ना त झन् हिँड्नु पनि पर्दो रहेछ गाइजहरू होइन हल्का हामी चाहिँ मान्छे धेरै भएको बेला पर्दिरहेको होइन नट द्याट गाइज हिँड्न सक्नुपर्छ हल्का यहाँ त जाम भएछ त लो ट्राफिक जाम भइसक्यो त फाइनली गाइजहरू निचे निचे कति निचे हो गर्नु छु है Look at the view guys भन्दा पनि तलबाट चाहिँ दामी आउँछ होला ल हल्का हिँड्नुपर्ने रहेछ गाइजहरू स्वर्ग हेर्ने हो स्वर्ग होइन स्वर्ग हेर्ने हो देखो ये देखो कितना अच्छा है दामी छैन त गाइजहरू ओ हेर्न सक्नुहुन्छ भिडियोमा त्यति राम्रो नदेख्ला होइन तर रियलमा चाहिँ बब्बाल छ है दामी छ है बब्बाल दिएको रहेछ कि यहाँबाट तल झन् दामी रहेछ कि माथि त देखो बहुत अच्छा है वाह यहाँ त बब्बाल पानी हान्दो रहेछ यार दामी रहेछ गाइस भिडियोमा देखेको भन्दा पनि दामी छ है ओए कत्रो पानी हान्दो रहेछ यार बब्बाल दामी मजा आउने रहेछ यार गाइजहरू आउ Look at the view गाइजहरू आम्मा क्या दामी छ बब्बाल भयो गाइस है दामी कस्तो दामी आउँदो रहेछ यहाँ शीतल होइन यहाँ तल पनि बब्बाल छ कि ल नाइस नाइस होइन केटाहरू चाहिँ फोटो खिच्दैछ हामी चाहिँ यताबाट हिँडेर आउनु पर्दो रहेछ उता माथिबाट हिँडेर आउनु पर्छ बब्बाल छ जेस है गाइस रमाइलो हुन्छ है गाइसहरू यस्तो बब्बाल छ होइन मान्छेहरू पनि टन्नै आउँदो रहेछ हामी चाहिँ अब यहाँबाट फर्किन लागेको लगाइजहरू चाहिँ यो माथि गएर भेटौँला है त
ल गाइस केटाहरू चाहिँ त्यहाँनिर एकछिन भिज्ने रे होइन म चाहिँ यहाँ आएर बसिरहेको छु पारी अब फर्किँदैछौँ ल जाने बाटो त्यस्तो छ है हल्का बब्बालै छ स्लिपरी छ हल्का बब्बाल छ कि झर्ना चाहिँ गाइस केटाहरू पनि आइपुग्यो होइन भिजेर अब चाहिँ हामी फर्केको है माथि गएर अब खानासाना खाएर फेरि काठमाडौँ फर्किन्छौँ ओके गाइस सी यू गाइसहरू हामी चाहिँ यहाँबाट खाना खाएर निस्किनु लाग्यो होइन ल केटाहरू भिडियो बनाउने हुनेछ ठिक छ ल हामी चाहिँ गाई यहाँबाट निस्केको है सबैजना अट्दैन यार ल गाई हामी चाहिँ निस्केको लुका यस्तै छ हाम्रो चाहिँ फेरि बाटो चाहिँ ओभरै छ यार बब्बास म अघि यत्रो ल्याएको थिएँ यार ओहो चिप्ले नि लास्टै राइट तलबाटै छिराउ यार तलबाटै लग न चिप्लिन्छ फेरि मा कस्तो त्यो हाल्नु पर्थ्यो नि खुट्टै छिर्यो यार मेरो मास लगेर अब हामी चाहिँ होइन एकछिन फोटो सोटो खिल्यो यो हुस्सुमा अब लाग्यौँ होइन आम्मामा कस्तो लागेको त यार हुस्सु पनि थुप्रै छ के होइन बब्बाल हो के मायामा यस्तै हुन्छ कि बाई बाई गर्दैछ है बाई 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 क्या हुस्सु हो मा कडक्स केही देखिँदैन केटा हो ओए कस्तो बब्बाल हो आज त आम्मामामा होइन के छ यहाँनिर ओए के हो यार ला ढुङ्गा झरेको र त्यो ढुङ्गा झरेर आएको हो कि के हो यस्तै हो कान्छीले देखेर चारीमा बगाइलै जान्छु गाडीमा चेक छ क्या यार चेकिङ छ जस्तो लाग्यो मलाई यार
महापासी चेकिङ रहेछ दिउँसै महापासी चेकिङ रहेछ मलाई चाहिँ छोडिदिइराखे लगाइजहरू हामी चाहिँ अब चिया खाएर केटाहरू चाहिँ अब यतैबाट छुट्टिने भनेर भनिरहेछ होइन अब छुट्टिनु पर्ला धेरै अब उता आदि केटाहरूको यतै छ बस्ने होइन त्यही भएर नि धेरै टाढा नजाऊँ यतैबाट छुट्टिम भन्ने कुरा भएछ अनि यता कतै रिसोर्टमा बसेर चिया खाएर आज छुट्टिन्छ आज लुके द काठमाडौँको भ्यू गाइजहरू आउँदैछ है काठमाडौँको भ्यू चाहिँ भर्खर है look at the view है दामी भ्यू छ ओ वाउ दामी भ्यू चाहिँ काठमाडौँ हेर्न सक्नुहुन्छ गाइजहरू बब्बाल छ बस्न चाहिँ होइन ला 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 ना 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 केटाहरू क्याफे कफी खाएर चाहिँ अब चाहिँ हामी यहाँबाट छुट्टी नै भन्ने भनिरहेको छ केटाहरूले अब के गर्छ हेरौँ लगाइजहरू यहाँ हामी कफी खाने आएको एकछिन होइन कफी खाएर यहाँबाट छुट्टिन्छौँ हामी ठिक रहेछ ल गाइजहरू हामी चाहिँ यहाँदेखि खाजा खायौँ होइन अब यहाँदेखि निस्किन्छौँ ल ब्रदर नेक्स्ट राइडमा भेटौँ ल ब्रदर ल अब त हामी चाहिँ नेक्स्ट राइडमा भेटौँ ल गाइजहरू हामी चाहिँ यहाँबाट आज छुट्टिन्छौँ ल भिडियो हेरिदिनु भएकोमा धन्यवाद थ्याङ्क यू